बिहानीको मन्ना प्रेज लर्ड तपाईहरू सबैजनालाई आज मार्च 6 तारिक यस बिहानीको समयमा आजको वचन बढ्दै जानु अनि परमप्रभु परमेश्वरले भन्नुभयो पृथ्वीले आफ्नो आफ्नो जाति अनुसार जीवित प्राणी अर्थात् आफ्नो आफ्नो जाति अनुसार घरेलु पशु घर्सिने जन्तु र पृथ्वीका वन पशु उत्पन्न गरोस्। तब त्यस्तै भयो। उत्पत्ति 1:24ले भन्दछ। पृथ्वीले संसारिक मानिसहरूलाई देखाउँदछ अनि नयाँ पृथ्वीका सन्तहरूलाई देखाउँदछ। शारीरिक अर्थमा पृथ्वीले संसारिक जीवनहरू मात्र उत्पन्न गर्दछ अर्थात् घरेलु पशु तथा घर्सिने जन्तुहरू। आत्मिक प्रकारले भन्ने हो भने यसको अर्थ पृथ्वीका मानिसहरू जसको पृथ्वीका कुराहरूमा मात्रै टाँसिरहने स्वभाव हुन्छ। तिनीहरूले त्यस्तै संसारिक इच्छाहरूमा मात्र भएका प्राणीहरूलाई मात्र जित्न सक्छन्। त्यस्तै नयाँ पृथ्वीमा जाने सन्तहरूले नयाँ पृथ्वी जाने सन्तहरूलाई मात्र उत्पन्न गर्न सक्छन्। पृथ्वीले पृथ्वीमाथि उड्ने चराहरूलाई उत्पन्न गर्न सकेन। संसारिक इच्छाहरू भएका मानिसहरूले नयाँ यरुशलेम र सियोन जाने अर्थात् स्वर्गीय स्वभाव भएका मानिसहरू उत्पन्न गर्न सक्दैन। त्यस्तै नयाँ पृथ्वी जाने सन्तहरूले स्वर्गीय जीवन जिउने अनि प्रभुको आगमनका लागि तयार हुने सन्तहरूलाई उत्पन्न गर्न सक्दैनन्। तपाईँ आफैले पार गर्नुभएको बाटोभन्दा पर तपाईले कसैलाई डोराउन सक्नुहुन्न। उच्च श्रेणीका सन्तहरूले मात्रै अरू उच्च श्रेणीका सन्तहरूलाई उत्पन्न गर्न सक्दछन्। शरीरबाट जन्मिएको चाहिँ शरीर हो अनि आत्माबाट जन्मिएको चाहिँ आत्मा हो। यूहन्ना 3:6ले भन्दछ। हामी आफ्ना सबै शारीरिक स्वभावहरूलाई पन्छ्याउँ, त्यसैले हामीभित्र र अरूभित्र मृत्यु मात्र उत्पन्न गर्दछ। हामी आत्मामा हिँडौँ अनि परमप्रभु परमेश्वरको लागि आत्मिक फल उत्पन्न गरौँ र त्यही आत्मिक अनुभवमा धेरैलाई डोर्याउँ। आमेन। प्रेज द लर्ड।